नमस्कार छेजलो माधवले जेठा युट्युब च्यानलमा सबैलाई स्वागत छ र यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज माधवले जेठा युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल घण्टीलाई पनि दबाइदिनु होला ताकि तपाईहरुमा अरु नयाँ भिडियोहरु पनि चाँडै नै आउन सक्छ। आजको कन्टेन्ट भनेको चाहिँ भेडाको मासुको सिकुटी बनाउन गइरहेछु, म पकाउन गइरहेछु र पकाएर म टेस्ट गर्नेछु है कस्तो हुन्छ। अहिलेसम्म भेडाको मासुको सिकुटी खाएको छैन हैन, त्यही भएर बनाउन गइरहेछु। यो चाहिँ भेडाको सिकुटी, मासुको सिकुटी मैले अघि नै पानीमा भिजाइसकेको छु, भिजाएर तारिसकेको। अब म चाहिँ प्याज काट्दैछु। और टमाटर काटने, यो लसुन पनि केलाउँछु हैन। और मैले धनिया अघि काटिसकेको छु, मैले है धनिया काटेर राखिसकेको छु। प्याज काटिसकेँ, लसुन पनि गरिसकेँ। अब पकाउन गइरहेछु। आगो बालिसकेको छु हैन। कराई तातिसक्यो। अब तेल, अलिकति मेथी दाना, जीरा दाना पड्काउने है। मासु, टमाटर, अदुवा, लसुन, प्याज सबै छ। मसलाहरु चाहिँ यो छ है, सबै मसलाहरु आइटम। अब तेल अब मासु हाल्ने। खराउ पर्छ चाहिँ खर्यो। यो प्याज हाल्यो। अब दालचिनी र तेजपत्ता पनि हाल्ने।
डल्ले खोर्सानी पिसेको छु। यो डल्ले खोर्सानी हाल्दै पिरो बनाउनु पर्यो नि त होइन, एकदम टट्ट परेको मसला हाल्नु पर्यो। मसला हाल्नु यो मिक्स मसला हो। अनि अर्को यो भयो अदुवाको पाउडर, यो भयो धनियाँको पाउडर, यो भयो बेसार, त्यस पछाडि यो के भन्छ काश्मिरी मिर्ची पाउडर, त्यस पछाडि अलिकति नुन पनि हाल्नु पर्यो। मिलेको बनाउनु पर्छ। प्याज यो भयो। त्यस पछाडि मैले टमाटर हालेँ। अब टमाटर देखि माथि चाहिँ नुन अलिकति थप्छु, अनि छोपेर नुन पनि अलिकति हाल्नु पर्यो। चक्कै लाग्ने होस् है। पिरो हिउँदो एकछिन छोड्ने। साथीहरू यस्तो बन्नेछ है। मिठै होला जस्तो छ। पाकिसक्यो। अब धनियाँ हाल्ने तो एकछिन छोपिदिने। गाइस रेडी भयो है सिकुटी। अब कस्तो हुन्छ त सिकुटी, कस्तो भएछ। टेस्टी नै भएछ। पिरो नुनिलो होइन। दामी भएछ है, दामी। हस् त गाई, आजलाई यो भिडियो यति नै। भिडियो हेरेर चाहिँ लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला हैन। ओके गाइज, बाई बाई। मैले यो भेडाको सिकुटी चाहिँ हैन अब साथीहरूसँग निस्माको बर्थडेको दिन बनाएर साथीहरूलाई खुवाउँछु, सँगै बसेर खान्छु भनेर सोचेर आज बनाएको। किनभने आज निस्माको बर्थडे हो है। ह्याप्पी बर्थडे छोरी निस्मा, खुसी रहनु, स्वस्थ रहनु है, राम्रो पढ्नु। अनि त्यो भनेर मैले बनाएँ। तर हिजो साथीहरू बेलुका ड्युटी गएको थियो। आज दिउँसो त रुममा बस्छ होला भनेर सोचेको थिएँ। फेरि आज पनि ड्युटी पर्दियो होइन, उनीहरू कन्टिन्यू ड्युटी पर्यो। त्यही भएकोले म चाहिँ अब एक्लै खानेछु र साथीहरूलाई चाहिँ म डब्बामा हालेर राखिदिन्छु है। भरे बेलुका आएर उनीहरूले खान्छ है। त्यही हो, अब म खान्छु। एकदम मिठो बनाएछ यो भेडाको सिकुटी पनि। खसीको जस्तै हुँदो रहेछ झन्डै। एकदम एउटै टेस्ट। मामा फुपूलाई पनि धेरै धेरै धन्यवाद है, पठाइदिनु भयो, हामीले खान पायौँ।
है। र ल्याउने भाइ, पठाउने बुहारी अमृतालाई पनि धेरै धेरै धन्यवाद है। मैले मेहनत गरेर बनाएको है, मलाई त मिठो नै लाग्यो। अब भरे बेलुका साथीहरूलाई कस्तो लाग्छ होइन, सायद मिठै हुन्छ होला, किनभने नुनिलो पिरो होइन, मसला सबै मिलेको जस्तो लाग्यो मलाई चाहिँ। हस् त, धन्यवाद। फेरि पनि मेरो च्यानल, युट्युब च्यानल माधवले जेठालाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नु होला र यो भिडियो हेरेर लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला प्लिज है। ओके, बाई बाई।